के छ हौ पोर्चुगलको फ्यानहरू तिमीहरूलाई त खतरै कमेन्ट आएर छ 2026 को वर्ल्ड कप पोर्चुगलले जित्यो भने त तिमीहरूको लागि टाउकै काटेर उपहार दिन्छु रे ल को हो यसो भन्ने यो खबर पोर्चुगलको हैन रोनाल्डोको कानमा परिसक्यो 2026 को वर्ल्ड कप भनेको रोनाल्डोले नै उचाल्ने हो यहाँ रुसनेरी यस्तो दामी वाला छ हेर्नुस् यहाँनेरी ल रुसनेरी यस्तो बबालवाला छ तपाईहरुलाई म देखाउँदै छु यो वर्ल्ड कप भनेको हैन तपाईको अहिले यो पोर्चुगलको रोनाल्डोको कानमा परिसक्यो 2026 यहाँ हेरेर बस यहाँ लेख्न बाँकी छ 26 भनेको पोर्चुगलले नै जित्ने हो रे क्या बुझ्यौ नि रोनाल्डोले च्यालेन्ज गरिसके तपाईहरुले ल बुझ्नु भयो नि यति सारो नि भन्ने हो भनेको पछि टाउको आएन भने मैले यहीले टाउकोमा ड्याङ ड्याङ हान्नु पर्छ फेरि अब ठुलो नजिते नि के हो त यहाँ अर्को सानो छैन त्यो उपहारमा दिए मात्र पोर्चुगललाई ए पछि जित्ने भनेको यो वर्ल्ड कप हो रोनाल्डोले जित्ने हो क्या कहाँ लेख्नु पर्छ लेखेर झुन्याउनु कता झुन्याउने ठाउँ छ त्यतै झुन्याउनु होला है रोनाल्डोले यति सारो हो यो मेस्सीका फ्यानहरुले त पोर्चुगललाई त हैरानै गरे कमेन्ट मात्र सबै के रे मेस्सीका फ्यानहरुले मात्र भनेका हुन जे पनि हो त अनि मेस्सी फ्यान त मेस्सीका फ्यानहरुले हैन मेरो आम्मा कति हो कमेन्ट हेर्नु न कमेन्ट त मैले पढ्नै सकिन के किन भन्नु न म चाहिँ फेरि अब दुईटैको फ्यान भएर होला त्यही भएर मलाई चाहिँ चित्त दुख्छ क्या म अब रोनाल्डोको नि फ्यान हो म चाहिँ अर्जेन्टिना फ्यान हो फेरि गरम छ के यो चाहिँ 46 को मात्र हो हैन त्यो सेलको लागि छ अनि अर्को हेर्नुस् वर्ल्ड कप सानोवाला तपाईहरुलाई नि चाहिन्छ भने आउनु होला यो यसपाली वर्ल्ड कप भनेको उसैको हो है रोनाल्डोकै हो अर्जेन्टिनाको 26 रोनाल्डोको यहाँ खाली राखेछ दुईपट्टि रुसिया पनि खाली राखेछ यहाँ पनि खाली राखेछ कता लेखेर राख्नुपर्छ लेखेर झुन्या है तिमीहरू कमेन्टको खाली रोनाल्डोको खिलाफ छन् रोनाल्डोले सुनिसकेर के भन्यो होला मेरो त कत्रो बेइज्जती गरेछन् भनेर भन्यो होला मलाई रुन आइसक्यो बेइज्जत गरे अब रोनाल्डो जित्नै पर्छ यो जित्यो रोनाल्डोले भन्दिन त कोल जित्छ अर्जेन्टिनाले यो मान्छे के भन्यो